रक्सी मिठो छ? रक्सी मिठो छ? मिठै छ। तरकारी कस्तो छ? तरकारी त त्यस्तो मुखै मिठो हुन्न। जिब्रोले केही थाहा पान्न? जिब्रोले केही थाहा पाउन्न। 3 महिना भयो यो मुख मिठो हुन छोडेको। कि तरकारी मिठो नभएर हो? जेतिपाते मिठो नभएर हो कि? होइन, मेरो मुख थुतुनु चाहिँ मिठो नभएको। ए तरकारी त मिठै होला गऱ्यो, तिमीले त मिठै छ होला गऱ्यो। रातो च्याउ सुन्नु भयो? रातो च्याउ भन्ने कताबाट हिलोबाट। हिलोबाट पाहुनाहरू आँटेर भेटघाट भयो। भेटघाट भयो। हिलोबाट मामा माइजू भेट्न आएको थिए अनि त्यही भेटेघाटे गरियो। बिहान आएर अनि बेलुकी फर्क्या जिप लिइरहेको थिए। उही आज बोले त सबै हलो हलो, उही सबै विदेश, उही सहर बजार भन्छन् के। केटाले पनि उही हलो हलो अन्तैको केटी हेर्ने, यहाँको केटीहरूले पनि उही हलो हलो अन्तैको केटा हेर्ने। त्यही हो त नि। जम्माको जमाना आयो भाइ। जिन्दगीले धेरै जमाना देख्यो होइन बाजे? तपाईँ बडो भाग्यमानी। मर्ने बेला अब भइसक्यो। मलाई कालले जाने घेरा हाल्न लाग्छ। थाहा पाइन्छ कालले घेरा हाल्न लाएको। खालि मरेको मान्छेहरू सित भेटघाट। अब मरेको मान्छे कि जिउँदो मान्छे कसरी चिन्ने? अब जाने त्यो कहिले हो कहिले मरेको। अब जस्ताको तस्तै देखिन्छ त त्यसै चिन्ने भइयो। चिन्ने अब अहिलेको मान्छे कि पहिलाको मान्छे? पहिलाको मान्छे पनि अहिलेको मान्छे पनि। अच्छा, आँखा ढिम्मिक्क गर्नै दिन्न। केले हो। अब कालले चाहिँ अब आक्रमण गर्न लागेर होला के रे भन्छु। हार खायो जिन्दगीले। मेरो जिन्दगीले हार खाइसकेको छ। अब मरे आनन्द हुने थियो। मर्यो भने आनन्द होला जस्तो लाग्छ। त्यही त नि। बाँचेर आनन्द छैन। त्यही त नि। आनन्द खाना मिठो हुने, आनन्द सुत्नु पाएको हुन्छ। रातभरि जाने भनौँ बल्ल बल्ल चिमिक्क निदायो झस्ल्याङ्गै। बल्ल बल्ल झिमिक्क निदायो झस्ल्याङ्गै। हार खाइसक्यो यो जिन्दगीले। अब मर्ने बेला भएर जाने यो मर्यो कि मरेन भनेर जाने। अब कालमसान आएको त होला हेर्न भन्छु। हार खायो। डाक्टरले पनि मलाई केही गर्दैन। हो त धामी राखेर। अच्छा, यो मसान हो। यो जादुले खाने मसान हो। यसो लामा झाँक्रीले यो पन्थाइ दिने लामा झाँक्री बा, त्यसलाई म धन्यवाद दिने थिएँ। के गर्ने
अब अस्ति नै जाने बाबाले जाने भैँसी थलिएछ, मलाई पनि सन्च नै त्यो माटी बानीको त्यो गाडी गाउनलाई बोलाएको रहेछ। भैँसी आँखाहरू केही पनि छैन, मेरो आँखा थियो केही पनि छैन, छैनन् मान्छे गरी लाग्यो भागो। आफूलाई सन्चो छैन, आफूलाई सन्चो छैन, यो सुत्नै नदिने जाने यो त जाने मसानको काम हो क्या, मरेको मसानले हो यो, मलाई सुत्न नदिने, आक्रमण गर्ने मसान हो। किन आक्रमण गर्ने होला त्यस्तरी? तपाईँ त एकदम तागतिलो जोसिलो मान्छे हो कि होइन? जसले बिङ्तेपछि थुक्कै हाल्छु। कसलाई थुक्कै हालेको? अब त्यही मलाई तर्साउने, त्यही नजको कालो मसानलाई डर लाग्यो जस्तो न कस्तो हुन्छ। अझ डर पनि लाग्छ। अनि तपाईँ त अनि आँतिलो बहादुर मान्छे होइन भने देख्ने भएर मेरो सामान्य कुरा हुनेमा म त्यसलाई मारेर छोडिदिन्थे। के हो देखिन्न, फेरि देखिन्न, सामुन्ने आएपछि दिनुहुन्थ्यो मुर्की कसेर, जस्ता तस्तै मुर्की कसेर दिने। दिने भए चाहिँ हिर्काइदिन्थे, कता हिर्काइदिन्थे। कता हिर्काउने? त्यस्तो जङ्गल त कता न कता। फेरि जाने, फेरि बिस्तारा जाने पल्थ्यो, यता फर्क्यो उता फर्क्यो, फेरि कता मिटिक निनान्ने छु, फेरि जसले फेरि आइहाल्छन्, हेर्छन्। हिर्काउने चाहिँ कसरी हो बाजे? अचम्म त नि पुरै मरेको, कोही जिम्तो अनुहारको आउँछन्, धेरै मरेको। अनि यो हिजो आज मात्रै आउनु लागेको कि पहिला पनि आउँथे? 6-7 वर्ष भइसक्यो आउनु लागेको। खोला कर्नेसित गाउँमा आएर 2टा सिसा माग्यो। खोला कर्ने तपाईँको जिक्री हो, एकदम मिल्ने साथी। जमानादेखि नै राजनीतिमा लड्ने खोलाको कर्नेसित तपाईँ के हो? कर्णबहादुर म एमालेको काङ्ग्रेसको। खोला कर्ने काङ्ग्रेसको, तपाईँ एमाले व्यस्त गर्ने, दुईजना राजनीतिमा लड्ने। फेरि जाने कानुनमा हो, लडियो, जिन्दगी लड्नु त भएन। राजनीति लड्दा कसले जित्यो त? एमाले र काङ्ग्रेस? पार्टी फेलेले। कसले जित्यो? हलोले जित्यो। यहाँबाट जाने गरेको अहिले 6-7 वर्ष भयो। ज्यानलाई सन्चो छैन, निको छैन। गरेर हुने गरे मेरो केही लाइन है भो, धेरै दुःख नदे मलाई भो, मार भो भन्दै होइन, मैले मारेको यहाँ टल्केर बत्ती। 6-7 वर्ष भयो पोख्यो। 6-7 वर्ष भयो मलाई यस्तो भएको। हार खाएँ, जिन्दगीदेखि हार खाएँ, जिन्दगीले हार खाएछ। तर ज्यानलाई निको छैन। खान्छु त्यहाँबाट यो खाना मिठो हुन छोडेको 3 महिना हो। जिब्रोलाई स्वाद दिन्छ कि दिन्न? वाक्क हो नि, जिब्रोलाई जाने केही कुराको स्वादै नहुने।
माटो खाएको कि गोबर खाएको हो कि के खाएको त्यो जिब्रोले केही नथा भने हार खाएर जाने भए भन्दै चाउचाउ खान्छु भन्दै चाउचाउ के उसमा अनि जिब्रोले स्वादै पाइन भने त अनि अलि ठिक हुन्न रे त यो त जाने हुन्छ त नि अब पेटमा जाने खान अब यति खाएकै छु खान बमोजिमको अब जारा पनि गइराखेको छ आफू त्यही मरेको मर्दाले मेरो जिन्दगी हार खायो केले खुवायो हार अब यो जिन्दगीले हार खायो जिन्दगीले अब हार खायो अब हुन्न भन्छु अब भनेपछि अब अर्को बिहे गर्ने धोकै रहने भयो जिन्दगीले अब हिक्मत आन्न अब बिहे गर्ने हिक्मत आन्न अब गयो अब गयो जिन्दगी छैन अब हिक्मत छैन अब कि गफ गर्ने खोज्ने हो र यसो दिला बसेर एउटा ज्योतिषीले भनेको थियो तपाईँको उमेर 90 वर्षको जाने हो जिन्दगी छ है भन्दै भन्थ्यो है कुन त भावी अविनाश गरे होइन दिने पनि 500 रुपियाँ दिएको त्यो धुलौटोमा थालमा त्यसैले जाने हौसला बढाएको होला गरे 97 वर्ष भन्थ्यो कतिवटा बिहा गरेको तपाईले 4वटा जिन्दगीमा 4वटा बिहा गरेको तपाईले संख्याको चाहिँ जिम्दै छ अझ जेठी हो कि माइली कुन चाहिने हो साइली जेठीको हो जेठी त जाने तेलापुर काममा भयो गरे ए त्यो बजै मेरो बजै जेठी माइलीको हो जेठी यो साँझतिर बजै माइली मेरो बजै माइली तारा खोला के जातिको छोरी जेठी तारा होला तपाईले छोडेर गएको यही काटिएको रम्य सम्झै हेर्न आठै के रे अब मलाई देखे गाडा मसार छ के रे तरुनीहरूले तपाईले भनेपछि तरुनीहरू तपाईको गाला मसार्न आनी चुप्पा खाना आन्थे कि आन्न थिए मोही खाना आन्थे कि आन्न थिए यस्ता जाने गरेर यादमा चाहिँ कठाकोले बिहा गरिहालियो त्यो केटीहरूले गाला मसार्न आएपछि तपाईँ लताक लुतुक भतक भुतक छोरा जन्मियो पहिला 3 दिनको दिन नुहाएर नगरेर बित्यो ए पहिलो छोरा तपाईको पहिलो छोरा जेठी बुढीको पहिलो छोरा त्यहाँबाट त्यहाँपछि ठिकीमा भन्ने छोरी जन्मियो त्यहाँ त जाने बिचमा झगडा भयो किन झगडा भएको खाली मसित कल गरे काम साम केही नगर्ने मैले काम गरे हात सघाउनु छैन केही छैन महारानी बनेर बस्ने कल गरे अब कोही महिलाहरूसित आमा छामा दिदी बहिनी
कोहीसित बोल्नै नहुने जम्मै स्वाहानी लगाइदिने जेठी बुढीले जेठी बुढीले सबैले गालामा सार्ने भन्ने अनि रिस्तो त्यहाँनिर त मैले काम गर्छु ऊ चाहिँ त्यही मसित कल गरे यस्तै तपाईँ त्यति हेन्सम त्यति राम्रो हो त्यो जमानामा तरुणीहरूले पुरा पुरा गालामा सार्न आउने त्यहाँ त जौको नल पन्छाने अब बारी जोत्ने आट्यो मैले उता नल पन्छाउने उता जाने बारी जोत्ने गर्छु उता नि च्याप्रेक्कै धुमधुम्दै बसेछ मसित कल गर्यो के भनेर कल गर्ने अर्को बुढी लिस्ट भन्यो भन्ने होइन होइन खुन्टो केमा रिस उठ्ने केमा रिस उठ्ने त्यहाँबाट तपाईँलाई देखि नसक्ने फेरि बारीमा आँगनमा जौको बाला सुकेर खसाङै परेछ यो बारीमा नल पन्छाने मैले जोत्छु त चाहिँ बाटो पाटामा बसेर मसित कल गर्ने त्यहाँबाट सास पर्न लागेको थियो गरी गोरु फुकाने बेला नै भएको थियो गोरु फुकाएर त्यहाँबाट जाने त्यही जुवाले त्यही गोरुले नारेको जुवाले गोरुलाई फुकाइदिए गरे त्यहाँबाट त्यही जुवा समातेर सुइदिए बुढीलाई जेठी बुढीलाई त्यहाँबाट जाने त्यो जुवाको सोइला निक्ल्यो त्यो सोइला समातेर त्यही सोइला जुवाको सोइलाले सुम्काएर त्यहाँबाट गरेको बुढीलाई त्यसै जुवाको सुइलाले सप्काएको त्यहाँबाट त्यस्तो भयो त्यहाँबाट कल गरे कल्याणी मरुवा काटेछ कल झगडा हुन्छ मरुवा काट्न हुन्न के बेमानी काम गर्छ जाने के अरे कल कयाती मर्म आजभोलि गलैजा छन् सिरक छन् त्यही बेला त जाने काम्लो घुम यस्तै कम्मलहरूको जाने चलन थियो गरे सोलो यता यसो लाने हुन्छ नि यता हिमा त सल्याममै काटेर यताको हिमा त सल्याममै काटेर ज्याङल्याङ जता फिन्जाएर कामले गरेर बसेको छ किन बसेको तेरो किरे गरेको किरे गरिदिएको बुढीले तेरो किरे गरेको भन्छ के अरे लौ किरे गरेर उम्केर जाऊ जेठी बुढी म तिम्रो हातको पानी खान्न मैले जाने गर्दिनँ म अर्को विवाह गर्छु भनी त्यहाँनिर त तेरो बजाइ लालकुरोको भाउ मरेर विधवा भएको थियो गरे त्यहाँबाट त्यसैले लालपुर मामाको बाबा बितेर अनि त्यो बजाइ चाहिँ एक्लै बिधुवा भएर बसेको कता हुनुहुन्छ त्यतिखेर त्यो मेरो बजाइ त्यो लालपुरको तेरो गौछरा हो गरे ए उता गौछरा अनि हुइलिन गएको 3 बहिनी हुन् जेठी माइली कान्छी कान्छी यहाँ बोलेको बुढी माइली
अर्कोलाई नैनेसिनको पुण्डैसिङ कान्छाको बुढी जेठी त्यो खराखलाको सित जाने झगडा भएपछि विधवा बाटेको त्यो लालपुर जन्मेपछि बौला भएर जाने ठेलो कहाँ बसेर मरेको त्यो जाने एकदम शिवसाब जमाने ट्रेनमा त लिएपछि ठ्याक्क तेरो आमा जन्मियो त्यहाँबाट जेठी बुढेल चाहिँ किरिया गरेर गएको होइन होइन नजाँदै लिएको त्यहाँबाट मैले कुरा गर्दैछु के बुझी गरेर बिहा गरे अब तेरो आमा जन्मियो त्यहाँबाट त्यत्तिकै छोराछोरी हुनन् खोइ छोराछोरी हुनन् खोइ जन्मन्छन् कि भन्यो खोइ न खोइ फेरि जन्मन्छन् नि भन्यो खोइ न खोइ हार खायो त्यहाँनिर त यो भेरचौरीमा त्यो गनेको फुपू अब जेठी भैरा ले लगेको काइली जेठाबाट हरेको छोरा लगेको साइले लाई बिहा गरेँ फ्यानमा त भान्जी बिहा गरिस् भन्दै जाने यताउता हिंसा पनि गरे मलाई देखाइजाला रोकाएर नाइसा मेरो तैँले लैजा तेरो मैले मैले लिन्छु भन्ने चलन त सकरी यसलाई मैले कति भोगिसकेको छोरा मलाई के भन्छ ए पोक्यो खानु यो खानु देख्छ ती त्यहाँबाट बच्चा बच्ची होनन् खोइ त्यहाँबाट जाने महिनावारी बिग्रियो जब महिनावारी बिग्रिएपछि के काम त्यहाँबाट बिग्रेको महिनावारी होन्दै त्यो सुक्यो त्यो सुकेपछि काम छैन त्यहाँबाट फेरि दुई ठाउँ पहिलो गएर त्यत्तिकै थियो शङ्केरौकाको छोरी ब्यागमा त लिएको बिर्चौरा गनेको फुपूले सहनै सहेन त्यहाँ जाने अब त्यसलाई बस्न जाने भयो बस मैले जग्गा बास बनाइदिन्छु र तिमीले जग्गा राख्छु भो हेराम आफूले गर्यो काम कसलाई ल्याएको रे हेराम आफूले गर्यो काम मैले तिमीलाई जाने यस्तो ओजन पारेर मैले जाने तिमीलाई जाने केही हिंसा गर्दिनँ भन्दै अब वाक्क दिक्क पो होला गरे एउटा तिनटा भइसके घर गल्लु जाने एउटा मेरो बजै एउटा भिरचौरेको बजै अनि अर्को को रे तारा खोलाको के तारा खोलाको यहाँ तिनटा जम्मा भइसके घर मरेको त्यो एउटा जिम्दै मलाई छाडेर पहिले गएपछि दुईटा छोरा एउटा छोरी जन्मेर राडी भयो के अझै जिम्रै छ उहाँ कतेरो भन्नेमा जाने बस्छ कतेरोमा अझ जिउँदै हुनुहुन्छ
अहिले जिउँदैछ तपाईँको सबभन्दा कान्छी बुढी कान्छी बुढी माया लाग्छ कि लाग्दैन माया लगाएर के हेर्ने अब लिएर गएको छैन भनेर लाजेको के भन्नुहुन्छ नत्र भने यसो बसिबिहालो गफ गर्ने हो भने विचार गरौँ त्यो हो भने जीवन साथी भनेको जिन्दगीको साथी हो छोराछोरीकै हुन्न जिन्दगीको साथीले बुढाबुढी बाँचेर जाने नभए चाहिँ आनन्द हुन्छ बगेर जाने खोला मरेर जाने होला मरेर जाने चोला एक फेर नमरी त सुखै छैन सुखै सुखमा मर्ने हो कि दुःख कष्ट भोगेर मर्ने हो त्यो त भगवान्लाई थाहा होला मैले त्यही भन्छु भाइ अहिले सबै छोडेर गए छैनन् तपाईँ अहिले एक्लै एक्लै चारवटा बुढी बिहा गरेमा अहिले तपाईँ एक्लै